हाई एभ्रिवान, वेलकम टु अ डे 9 मिनी ब्लग। आज चाहिँ मैले यो चिसो मौसममा आलु र मस्यौराको तरकारीको झोल बनाउन लागेको। कस्तो हुन्छ हेरौँ है त। सुरुमा आलु धोएँ अनि आलु काटेर गरेपछि अनि के अरे टमाटर काटेँ अनि प्याज काटेँ। आलु र प्याजहरू यस्तै काटेर थालमा राखेँ। अनि त्यसपछि मैले कराई बसालेँ। कराईमा थोरै तेल हालेँ। तेललाई एकैछिन ताप्न दिएँ अनि त्यसपछि मैले प्याज हालेँ। प्याज हालेर एकछिन मजाले भुटेर रातो भइन्जेलसम्म भुट्ने प्याजलाई चाहिँ। यतिको रातो भएपछि अनि माथिबाट आलु हालिदिने अनि आलु हालेर पनि एकछिन मजाले भुट्ने। अनि आफूलाई स्वाद अनुसारको नुन बेसार राख्ने। नुन बेसार राखेर अनि फेरि एकछिन मजाले चलाउने। अनि त्यसपछि माथिबाट मसला हालिदिने। मसला नि एकैछिन मजाले पाक्न दिएपछि अनि मिठो हुन्छ नि त मसला पाक्यो भने। अनि त्यसपछि माथिबाट मस्यौरा हालिदिएँ मैले चाहिँ। मस्यौरा हालेर नि एकछिन मजाले भुटेँ। अनि टमाटर चाहिँ अलिक पहिले पकाउनु पर्ने, माथिबाट हालिदिएँ नि त्यति राम्रोसँग नपाक्ला जस्तो छ। काँचो काँचो रहेछ कि टमाटर, त्यति राम्रोसँग चाहिँ पाकेन। यतिको चाहिँ पाक्यो ठिकै छ भनेर अनि त्यसपछि यति भुटेपछि अनि माथिबाट पानी हालिदिएँ। अब सुप खानु पऱ्यो नि त, मस्यौराको त सुपै मिठो हुन्छ। अनि मेरो चाहिँ खाना पकाउँदा पकाउँदै किचन पनि सफा गर्ने बानी छ कि। बाई बाई साथीहरू, थ्याङ्क यू फर वाचिङ। आजलाई यति नै, बाँकी अर्को भिडियोमा भेटौँला। बाई बाई।